त्यो सानो भाइले मात्रै बोक्दैन ठुलो भाइ नै बोकेर आइज ओइ हुँदैन सानो भाइ मैले बिनी र जिनीलाई भेटेँ अनि के गर्ने होला यार सुरुमा फर्स्टमा के गर्दा ठिक हुन्छ गाइज कमेन्ट गर त यसलाई भेट्ने बित्तिकै के तैँले त केही नगर मुजी म आफै गर्छु के गर्छ भन्न मुजी फेरि त्यही गलत सोचिस गफ गर्छु नि मुला के गर्नु अरू त तलबाट सुरु गर्ने हो कि माथिबाट सुरु गर्ने होला यार ए माथिबाटै स्टार हानिदिउँ न पुरै ल जान जिनी एकचोटि छोटो कट्टु भन्यो भने के सबले कट्टुमा हेर्नु खोजे यार ए म्याच घन्टा मेरो यहाँ 2000 जना भ्युसले होइन कट्टुमा ल्याउन पर रमाइलो भनेछन् सब ए म्याच 1600 छ ल 1600 म अर्को फोनबाट हेर्दैछु त जस्तो झारपातीले मलाई के भन्यो ओइ बासाला यहाँ 2000 छ कि छैन झारे यहाँ 2000 छ कि छैन घन्टा म्याच घन्टा मुला कति छन्लाई हेर्न मुला यहाँ 2000 छैन जाठी तनी के रे तेरो मोबाइल ह्याङ भएको छ गणपतिको बाना अहिले तेरो मुखमा फेरि छेड्दिन्छ आएर ल 2000 छैन जाठी 2100 2200 छ मेरोमा जाठी तेरो मोबाइल ह्याङ भएको छ जा कट्टु लगाएर आइज भर्खर चाहिँ पुग्यो साला 3000 पुगिसक्यो जाठीको मोबाइल चल्दैन तेरो ह्याङ भएको छ ओइ जान 3000 भ्यास छ के रमाइलोकोमा जा गाइज यता हो त सबैजना लाडो खाना उता बसिरहेको यसले घन्टा दिन्छ ओइ जिनी पनिसमेन्ट गरे मैले भनिरहेको छु ओइ मैले भनिरहेको छु पनिसमेन्ट गरे जिनी ओइ जिनी पनिसमेन्ट गरे थाहा भयो मलाई यत्रो हो क्या यसको चाहिँ यत्रो हो कि नै भन्दा मैले भनिरहेको छु पनिसमेन्ट गरे जा कट्टु लगाएर चाहिँ पनिसमेन्ट गर मेरो यहाँ 3000 जना हुनुहुन्छ हैन रिसाउँछ घन्टा मोजी गर्दिन म्याच सिक्ने कट्टु लगाएर आइज मेरो यहाँ 3000 जना हुनुहुन्छ कट्टु लगाएर आइदे यहाँ 3000 जना भ्युस रिसाउँछ 3000 छ जाठी हेर्न जान्दिनस् तेरो मोबाइल ह्याङ छ हैन मेरो भ्युस सबले भन्छ कट्टु लगाएर आइज जा 25 ए म्याच रन माथि बढी बोला फेरि अहिले यस्तो एक हाने भने अहिले पिन्नी गरेर तल हेर्न जान्दिनस् 3000 छ यार चुप त म्याच 3000 जना छ के रमाइलो तँलाई हेर्न आउँदैन जाठी यहाँबाट हेरिरहेको छु म पनि कति छ ल भन अहिले भइगयो जे गर्छ उसकै लागि एकदम राम्रो गरिरहेको हुन्छ क्या मुझे बुझिस् नि अनि मैले तँलाई भेट्न आम अहिले भर्खरै आइज न त के लिएर यसलाई साबर दिनु पर्यो यार यसलाई साबर दिएर चट्ट नुहाइदाइ गराएर ल्याउनु पर्यो कतिमा साबर गर्छ जिनी भन् त यसलाई नुहाउनु पर्यो नुहाइ गनाइ यस्तो नुहाएको मान्छेलाई हामीले ल्याउनु लिएर आइज अब 30000 10 के 10 के त खोल गाइज एउटा फुलाना गाइज 10 के ल्याएर साबर दिनु पर्यो गाइज एउटा फुलाना न गाइज एउटा फुलाना न मा कसम यार यत्रो जना छ एउटा फुल पनि हान्दैन गाइज ए आमा हो गाइज एउटा फुलाना न यार 10 के त ट्याप ट्यापले आउँछ गाइज लास्ट दुईटा फुलाना ए मुठुहरू फुल पनि हानेन भने त म काट्दिन्छु यार ए मा कसम ए मेरो भगवानहरू ओ 10 के मा साबर गरिदिन्छौ साबन लगाएर मजाले यता साबन लगाएर हैन 10 के मा गर्दैन त जिनी 10 के मा ल लिएर आइज ल गाइस 10 के यार गाइस 10 के मा साबर फुल साबर हुन्छ नि म्याचले ढगन गयो मलाई गाइस प्लिज गाइस यार 10 के पुराउन गाइस यार यत्रो जाना छ यार मात्र 10 के ल गाइस 10 के गाइस फुल साबर हुन्छ गाइस 10 के मा तलमा भेट्न आउँछु अहिले भक्कै कुन ठाउँ छस् भन् त म पुरानो बुझेछु तलाई फेरिमा जाठा त भेट्न आउनु भए त 3 चोटि नुहाएर आइज मलाई गिनीलाई भेट्न त म्याचिस यस्तो थोप्रा बोकेर आयो भने त नि मुला चप्पलले अनरमा पड्काएर पठाइदिन्छु फेरि भनेर भन्थे होला भेट्ने भावे सुन्न ओए ठमेल आइज ल ठमेल राम्रो हुन्छ म त जान्न यार कलब त मलाई पुग्यो हिजैबाट तँलाई मुजी कलब लान खोजेको र ठमेल लान खोजेको ए म्याचिस ठमेल जाने केटीलाई भन् मुजी म जान्न गाइस एकचोटि अब हल्का मार्दै ल पछाडि गएर हल्का मार्दै त जा गेम जितिसक्यो होइन तँले गेम जितिनस् एउटा पनि होइन हल्का यस्तो गर्दै ए मुजी अघि ल गाइज मैले जिताउँ त यो मुजी मेरो गाइजहरू मेरो भिड चोरेर मलाई ठुलो कुरा गरिराख क्या म्याच सिक्ने तेरो त नि फेरि
गाइज मलाई 10K हानम त यहाँ आएर गाइज एकचोटि 10K भन न गाइज कसम साबर हुन्छ कि गाइज कसम साबर गर्छ यसले यसको तर कट्टु र त्यो भित्र लाउने सानो खालको हुन्छ नि हो त्यसमा मात्रै हुन्छ है साबर अरूमा हुँदैन तैँले सिवान पर्छ मुजी साबर कस्तोमा हुन्छ कस्तोमा हुँदैन भन्ने कुरो साबर त्यसमा मात्र हुन्छ अरूमा साबर हुँदैन गाइज लेसको गाइज लेसको साबर ओइ जिनी अनि मलाई भेटिस भने कि तैँले तलबाट सुरु गर्छस् कि माथिबाट तँलाई त माथि चढेर मै तिमीलाई नि होइन के चुप्प गर्दा भनेको जाठी अनि म्याचिस चुप्पा गर्दै भने मैले पनि होइन कि तलबाट चुप्प गर्न गर्छौ कि माथिबाटै डाइरेक्ट भने के हुन्छ नि त त्यसको नि स्टेप हुन्छ नि चुप्पा आई मिन किसको तँलाई नि स्टेप थाहा रहेछस् है आमा मान्छे त बोक्का हो क्या रनमती त म्याचिस हेर्नलाई मात्रै यस्तो सुकिना त मुजी त पायो भने त पुरै चल्छ होला हो एकचोटि हेर्न अरे अलि तल तान्न मुला के यस्तो गरेर त अलि देखा न मुला ल जा पछाडि गएर हल्का मार्दैन एकचोटि एक सेकेन्ड मात्रै के ए तैँले भन्नै पर्दैन भाइ यो त अलरेडी हो ओए यार भयो त्यहाँ पछाडि जाके जाटी नजिक नआइज नि यार कति मुलाएर चाहिँ यार सर्लक्कै गरिदिन्छ यार डराउँछ क्या यो गाई 10K पुऱ्याउन गाई साबर हेरिदिने यार जिनीको यार यसलाई नुहाइ धुवाइ बनाएर होइन पुरै नुहाइ धुवाइ गराएर अनि टक्कै हेर्नुपर्छ कि नुहाइ धुवाइ बनाएर गाइस 10K आयो भने नुहाइ धुवाइमा हेर्न पाइन्छ गाइस कसम भने बब्बाल हेरिदिने ल गाइस यत्रो जाना हुन्छ ठोकन हो केटाहरू एउटा गेम मात्रै ठोकम के एकचोटि ठ्याक हान्दैन एकचोटि कुर्सी ठ्याक हान्दैन जिनी जान एकचोटि पुरै कस्तो पो थियो ओ यस्तो ठ्याक हाने के कुर्सी यता हेर है म सिकाउँछु तँलाई हान्दा हान मुला हान कुर्सी डान्स हान त्यसले कुर्सी डान्स हान्दैछ है गाइस कतिको कुर्सीमा हान्छ ए खुला त्यो म खाना खाने कुर्सी हो केही पछाडि त हान्न सम्झेर हान्न अहिले हाल जा भने के गाइस 10K ल्याउनु हो साबर हेरिदिनु यार यसको यार गाइस कोही छैन गाइस 10K मा बबाल साबर हुन्छ यार 10K मा नि गाइस है बबाल साबर हुन्छ गाइस 10K मा गाइस बबाल साबर हेरिदिनु पर्छ गाइस 10K मा लेसको गाइस बबाल साबर 10K मा छोटो मिठो साबर लेसको अब साबरै हुन्छ गाइस एउटा फुल हान गाइस एउटा रोज हान गाइस 10K मा बबाले साबर हुन्छ गाइस खत्रै साबर हुन्छ गाइस 10K मा बबालै हुन्छ गाइस देखाइदेऊ पावर एक लट साबर नहेर्नी देखाइदेऊ पावर यत्रो जाना छ यार एकचोटि पावर देखाइदेऊ न 10K गरी बाजे ठोकिदिनु न हो एकचोटि रस्काइदिनु फुल्ली साबर हुन्छ मेरो गाइजले पावर निकाल्यो भने त मुद्दै भाग्छस् यहाँबाट के कुरा गरे भाग्छस् रे तँले यो गेम जितिस भने त तँले जे भनौ त्यही पनिसमेन्ट गरिदिन्छु र यो गेम जितिस भने खाली यार डेन्जर गराउँछ ल यो गेम तँले जितिस भने नि तँले जे भन्छस् मैले त्यही पनिसमेन्ट गरिदिन्छु ल कसम आएर यसरी छोल्छस् नि कसम ल कति ल्याउनु पर्यो भन् यो स्कोर जितेर देखा भने के जाठी कति ल्याउनै पर्दैन ए ल गाइस 10K पुऱ्याउन गाइस सबैजना मिलेर गाइस ट्याप ठोका नि यार गाइस ट्यापले आउँछ के 10K त यार गाइस ट्यापले आउँछ के 10K त गाइस ट्याप 10K नै आउँछ के गाइस 10K लेट्स गो ए आमा 3000 जनाको पावर यही हो त गाइस मैले जिते भने यसले जे पनि गर्छ हामी यस्तो गर्दिन्छौ रे ल गाइस फुल साबर हेर्नी के 10K यार अब सम्म धेरै छैन हो मात्र हेर्नु के यस्तो नि हेर्दिन न गाइस 10K मा साबर छ के ट्याप पारामा गराउन गाइस यार गाइस पारामा यार 10K आउँदैन यार के गर्ने गाइस कोही छैन गाइस यार 10K हान्दिने यार मा कसम पनिसमेन्ट यस्तो हेर्न मन थियो मलाई अब के गर्ने 10K हान्दिने नि कोही छैन यार
गाइज 10K हाने पनिसमेन्ट बबालै हुन्छ गाइज, खत्रै हुन्छ पनिसमेन्ट। मा कसम कोही छैन। ल तर बिनी होइन, तैँले यो गेममा चाहिँ कुर्ची ठ्याक चाहिँ हान्नुपर्छ है। ऊ त पछाडिको कुर्ची छ नि, नभए नि भित्ते ठ्याक हान। म तँलाई भित्ते ठ्याक हान्न नि सिकाउँछु। कसरी हान्छन् ल सिका त जा एकचोटि पछाडि। यसो गर सुन, ल छोडिदिनु त, यति काम गरिदिनु त। ओइ सुन, ल ओइ सुन, तपाईँलाई म पढाउन पढाइदिन्छु है। यता सुन्न ओइ जाठी, ठु गरेर हातमा थुक्ने अनि भित्तामा छ्याप्पा हान्ने अनि ठ्याम्म दिने है। गाई जब 10K आउँदैन अनि के गर्नु तपाईँले, म साथ पनिसमेन्ट के हेर्न मन लाग्छ एकचोटि पनिसमेन्ट लेख्नुहोस् गाई, सबले पनिसमेन्ट लेख्नुहोस् गाई, सबले पनिसमेन्ट लेख्नुहोस् गाई, सबले पनिसमेन्ट के हेर्न मन लागेको छ ल, पनिसमेन्ट लेख्नु त एकचोटि। एउटा पनिसमेन्ट दिनु पऱ्यो नि त आम्बो, सबले त्यही मात्रै छ है, हेडलाइट हो, सबले हेडलाइट मात्र छ यार, मा कसम यार। ल हुन्छ हुन्छ हुन्छ, रातो मुटु कुदा। ओइ सुन न, के भन्न, तैँले अघि एकजना मान्छेलाई माथि ताने थियो र? किन र? ताने थियो? किन र? ल ल बाई बाई। बेलुका खेल्दै गरौँला लाइभ है। कहाँ जाने होस् र? एउटा पनिसमेन्ट हेरेर जाऊँ भनेको, भाग्नलाई यार। ए मुजी भाग्छ 1 घन्टा, के हेर्छस् भन्न, मुजी दिएर जान्छु। जान त एकचोटि भित्ते ठ्याक हान्दै नि त। भयो यार, त्यस्तो भित्ते ठ्याक स्याक चाहिँ नलान यार। एकचोटि साबर गरिदिनु त, सबले साबर हेर्न खोजेछन् कि, जान यार प्लिज यार। ल ल आइज ल, 10K लिएर आइज ल, हानिदिउँ न त, नआउने बेला नि भए मेरो नि। ओइ हल्का यस्तो गरिदिनु त, पछाडि गएर आइडी जान्छ होइन, पछाडि गएर हल्का एकचोटि समातेर आइदिनु सबले। ल भयो के गाइज, मैले बुझेँ के यार, कति त्यही कमेन्ट लेख्छौ। ओ पछाडि जान हो जाँठी, कस्तो मुला रहेछ यार, मासाला यार, पागलै पो रहेछ। भयो गाइज, अब यो कमेन्टले एकचोटि 10K पुरा गयो इन्टु 3 मा, एकचोटि साबर हेर्ने, साबर गर्छ नि 10K आयो भने। पहिला ले न गाइज इन्टु 3 मा 10K पुराम न गाइज, साबर हेरिदिनु हुन्छ हेर न, केटी त मजा कि छ यार। गाइज इन्टु 3 मा 10K पुराम न गाइज, गाइज इन्टु 3 मा 10K पुराम न यार, एउटा ऊ हान्दै हुन्छ यार, धेरै हान्नै पर्दैन। उही भइले सन्जिनी मेरा यार। बस के हुन्न, बस के हुन्न। वाउ थ्याङ्क यू सो मच गाइस। 10K मा 700 बबाल पनिसमेन्ट हुन्छ गाइस। गिनीलाई नि ओए, गिनीलाई नि कसैले रोक्न सक्दैन गेममा। मेरो गाइजहरुलाई त झन् मुजी तिमीहरुको त यति भुत्लाले नि छुदैन। गिनीको भनेको गिनीकै हो के। थाहा हुन्छ ल। ल यो गेम जितिस भने हैन म फुल साबर हान्दैछु ल। गिनीको फ्यानको पावर देखाइदिउँ न गाइस। कति जनाले मलाई लाइक तेरा पावर ढले गरोस्। तैले रमाइलोको पावरै देखेको छैनस्। 10K चाहियो गाइस, एकचोटि धस्काइदे त गाइस। हेर्न मा कसम यस्तो दिन चाहिँ यार मासले यार यस्तो दिन देउ न गाइस। एकचोटि फुस्किनी जान गरिया ट्याप ट्याप न हान न ट्याप ट्याप र लाइभ शेयर पारामा हान न ट्याप ट्याप र लाइभ शेयर पारामा हान्दिन गाइस। पारामा कस्तो साबर गर्छ होला यसले यो खोलेर त्यही हेर्न मन छ यार। ओइ मेरो सावर त मा कसम बब्बाल हुन्छ नि फेरि गाइस। अब चाड हान्नु त हेरिस भन् त ढल्छस् मुजे। अब यही चोटीमा हुन्छ जिनी, यही चोटीमा हुन्छ तेरो फुल साबर, यही चोटीमा हुन्छ 100% हुन्छ। 100% हुन्छ गाइस। यो चोटीमा 100% नै हुन्छ। खै कस्तो बब्बाल साबर गर्छ अरे हैन। अब हेर्दिम न गाइस सबैजना मिलेर यार। कहिले आउँछ रमाइलोको कहिले आउँछ 10K भनेको छ यार। सब यसले यार आउँछ के भर्खरी आउँछ, अहिले भर्खरी आउँछ 10K भनेको।